2083 साल वैशाख 1 गतेको दिन हामी चाहिँ धेरै क्राउड भएको ठाउँमा चाहिँ नजाउँ, बरु शान्त ठाउँ प्रकृतिमै रमाउँ भनेर हाइक जाने प्लान गऱ्यौँ। हामी चाहिँ सपरिवार हाइक जानको लागि तयार भएर घरबाट निस्क्यौँ। अनि 2 घन्टा ठाडै उकालो हिँड्दा शिवपुरीमा रहेको नागी गुम्बामा पुग्यौँ। त्यहाँ चाहिँ मान्छे प्रायः जसो कोही छैन होला भन्ठानेको त आम्मामा वरिपरि खुट्टा टेक्ने ठाउँ रहेन रहेछ। कति धेरै मान्छे, हामी त छक्क पऱ्यौँ। धेरै क्राउड नभएको ठाउँमा जाउँ भनेको त झन् धेरै मान्छे चाहिँ त्यही नै जम्मा भएर बसिरहनु भएको रहेछ। उहाँहरू चाहिँ बुढा नीलकण्ठबाट चाहिँ आउनुभएको रहेछ, सबैजना गाडी रिजर्भ गरेर। हामी यतिखेर पुरै छक्क पऱ्यौँ। त्यहाँबाट ल अब भयो यस्तै छ, हामी बिस्तारै जाउँ हिँडौँ मास्तिर भनेर हिँड्दै जान थाल्यौँ। सबैजना बिस्तारो गफ गर्दै हिँड्न थाल्यौँ। अनि मेरो छोरीहरू चाहिँ फेरि अल्छी गरी धेरै पछि हिँड्दै आउन थाले। म चाहिँ छोडेर हिँड्दै पछाडि फर्किँदै आएको छ कि छैन भन्दै हेर्दै आफ्नै पारामा हिँडिरहेँ। म चाहिँ आफूलाई चाहिँ खुब रमाइलो लागिरहेको थियो हरियो वन जङ्गल देखेर। त्यसबाट हिँड्दा बिचमा आएपछि ठुलो चौरा आयो। मलाई त ठुलो चौरा आएपछि यस्तो रमाइलो लाग्यो। त्यहाँ चाहिँ अब चाहिँ म त दौडिन्छु ल भनेर मजाले दौडिन थालेँ, हात फैलाएर होइन, उडेको फ्रिडम भएको चरी जस्तै गरी मजाले दौडेर एकछिन घुम्न थालेँ म चाहिँ। अनि उनीहरू पछि आउँदै थियो। स्याम चाहिँ हामीभन्दा सुरुमा गएर रेस्ट लिँदै हुनुहुँदो रहेछ। अनि अलिकति खाजासाजा लिएर भोक लाग्यो भनेर मागेर म चाहिँ मुखमा हाल्दै चपाउँदै भिडियो बनाउँदै हिँडिरहेको थिएँ। अरू पनि रेस्ट गरेर खाजासाजा खाँदै थिएँ। म चाहिँ भिडियो बनाउनुमा नै व्यस्त एकदमै। त्यसपछि हिँडेर गएपछि बागद्वार पुग्यौँ। बागद्वारमा पनि त्यत्तिकै धेरै मान्छे, बाफ्रे लाइन पनि कति धेरै। हामीले त दर्शन गर्न पनि पाएनौँ, त्यहाँ त एकदम टाइम लाग्ला जस्तो लाग्यो। त्यसपछि ल पछि फर्केर जाउँला भनेर फेरि त्यहाँबाट आधी घन्टा जति माथि उकालोमा जाउँ, अनि त्यहाँबाट एउटा राम्रो ठाउँ आउँछ, त्यहाँ भ्यू पनि देखिन्छ भनेर माथि हिँड्दै थियौँ। एउटा ठाउँमा चाहिँ ढुङ्गाको घर जस्तै यो के हो बनाउनु लागेको रहेछ। म पनि बनाउँछु ल भनेर बनाउनु थालेँ। मलाई चाहिँ अड नम्बर मनपर्ने भएको भएर ढुङ्गाहरू चाहिँ माथि त्यसमाथि मिलाएर राखेँ। अनि छोरा र म चाहिँ सँगसँगै जाउँ न त छोरो भनेको। ऊ चाहिँ फेरि प्रायः मसँग चिप्कै गर्न नि। नानी चाहिँ अघिपछि यसो हेर्दै हिँड्दै छोरा चाहिँ जतिखेर पनि मसँग टाँसेँ। यसरी जाँदा त हाम्रो घरतिरको मान्छे त टन्नै भेटाइरहेको क्या। हामी मात्र होला कि भनेको त सबजना मान्छे हुन्छ। एकछिन भिडियो खिच्यौँ, फोटो खिच्यौँ, फेरि लाग्यो तलतिर। त्यहाँ चाहिँ एउटा गुफा पनि छ भन्ने सुनेको थियो। अनि त्यहाँ गुफा पनि हेरौँ न त भनेर हामी सबैजना लाग्यौँ। म चाहिँ अगाडि भिडियो बनाउँदै हिँडेँ। त्यसपछि बिचमा हल्का फोटोसोटो खिचेको पनि थियो अन्त फोटो पनि हालिदिउँ भनेर फोटो पनि हालिदिएँ। मजाले आफूलाई त रमाइलो लागिरहेको थियो। यहाँबाट चाहिँ अलिकति डाँडो माथि टुप्पोतिर चाहिँ मन्दिर पनि रहेछ। त्यहाँ मन्दिरमा चाहिँ ढोकढाक गरेर एकछिन त्यहाँबाट भ्यू हेर्न लागेको त पुरा तुवालोले ढाकेको पो रहेछ। अनि हल्का चाहिँ खुलिरहेको थियो, त्यही पनि भनेको जस्तो चाहिँ भ्यू हेर्न पाएन। यत्तिकै भिडियो खिच्दा मान्छेहरू पनि पुरा टन्नाटन आएर खुट्टा टेक्ने ठाउँ भएन। त्यसपछि हामी चाहिँ तल झऱ्यौँ। अनि फेरि हल्का फोटोसोटो खिचिवरी भोक लाग्यो भनेर अनि खाजा खानको लागि रेडी भयौँ। त्यसमा चाहिँ स्यामले चाहिँ हतारले खाजा हालिदिँदै हुन्थ्यो। बाबुले चाहिँ लास्टै भोक लाग्यो भने सुतेर बसिरहेको थियो। हामी चाहिँ फास्ट खाजा हाल्दै थियौँ। सबजना भोकले पुरा चुर भइरहेको थियौँ। अनि टन्न खाजा खाएँ वरि फेरि फर्क्यौँ हामी। अनि फेरि उकालो ओह्रालो गर्दै हामी सबैजना गफ गर्दै हिँडिरहेको थियो। छोरीले कहिले भिडियो खिच्ने, कहिले कसले खिच्ने गर्दा स्याम चाहिँ फेरि मेरो पछि अरूभन्दा पनि छोरी चाहिँ टाँसिन आएको आइ गरिरहन्थ्यो। जतिखेर नि म सँगसँगै हिँड्ने भनेर आएको आइ गर्थ्यो। कि छोरीको साथी चाहिँ उकालो चाहिँ हिँड्न फिट्टिकै नसक्ने रहेछ। ओह्रालो चाहिँ ओहो घोडा कुद्या जस्तो दौडेर बाफ्रे हेर्नु त सबजना क्या दौडेको।
पुरा दौडिरहेको छन् ल उकालोमा चाहिँ मरे हिँड्न नसक्ने घिसार्नु पर्ने थियो है सबजना हामी बिहानको 6:30 बजे हिँडेर लगभग 10-12 घन्टा हिँडेछौँ घरमा चाहिँ 5-5:30 बजेतिर चाहिँ आइपुग्यो बाफ्रे खुट्टा त दुखेर लोद भएको थियो फर्केर आउँदाखेरि फेरि बागदरमा यसो बच्चाहरूलाई बागदरको मन्दिर देखाउँला भन्दा फेरि भिड भएर केही देखाउनु पाएन हामी त हिँड्यौँ ढिला हुन्छ भनेर गफ गर्दै 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 फेरि एउटा ठुलो चौर आयो फेरि त्यसमा खाजा खान सुरु गरिहाल्यौँ हामी चाहिँ लास्टै खन्छु क्या खाएको खाइ गरेको गरे यति धेरै खाँदाखेरि पनि ब्यागमा अझ पनि खाजा टन्नै बाँकी थियो फेरि खाजासाजा खायो अरे ल जाउँ न त भनेर ढिला हुन्छ घर जान पानी पर्ला जस्तो पनि भयो भनेर गफ गर्दै 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 हाँसो ठट्टा गर्दै 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 हिँड्यौँ